माननीय सदस्य माधव सापकोटालाई आफ्नो खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै आजको लागि निर्धारित विनियोजन शीर्षकहरूमाथिको छलफलमा समेत भाग लिन समय दिन्छु। समय 7 मिनेट। त्यसपछि माननीय सदस्य हुनुहुन्छ रणेन्द्र बराली। सम्माननीय सभामुख महोदय, विरोधमा रहनुभएका मान्यज्यूहरूको माग सम्बोधनका लागि म सरकारको जोरदारपूर्वक ध्यान आकर्षण गराउन चाहन्छु। निरङ्कुश शैलीमा बलजफत संसद चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन। यसले लोकतन्त्रलाई गिज्जाइरहेको छ र हाम्रो संसदको ओज गरिमालाई बढाएन भनेर म दुःख समेत व्यक्त गर्न चाहन्छु। र विकास निर्माणका बारेमा हामी चर्चा गरिराखेका छौँ। विकासको छलफल गर्दा अहिले हामी 16औं योजनालाई मार्गदर्शन मानेर विकास निर्माणका सबै बजेटका योजनाहरू सम्पादन गरिनुपर्ने हो। 16औं योजनाको सोच भनेको सुशासन, सामाजिक न्याय र समृद्धि भनेर उल्लेख गरिएको रहेछ र 16औं योजनाका मूलतः 3वटा उद्देश्यहरू रहेछन्। म एकचोटि गरिमामय संसदमा 3वटा उद्देश्यहरू वाचन गर्ने अनुमति चाहन्छु। 1. राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैर सरकारी क्षेत्रमा सुशासन कायम गर्नु। 2. स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु। 3. मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु भनेर 16औं योजनाका मूलतः यी 3वटा उद्देश्यहरू रहेछन्। हामीले बजेटको समग्र सबै बुँदाहरू पनि हेऱ्यौँ र त्यसको सैद्धान्तिक छलफलमा भाग लियौँ। माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूले त्यसका जवाफहरू पनि दिनुभयो र विभिन्न शीर्षकहरूमा केन्द्रित भएर हामी छलफलमा सहभागी छौँ र आज 10वटा शीर्षकहरूको विषयगत छलफलमा सहभागी छौँ। समग्र बजेटको ट्रेन हेर्दा र अहिले विनियोजन गरिएका शीर्षकहरूको समेत छलफलमा भाग लिँदा के भन्न सकिन्छ भने 16औं योजनाको यो उद्देश्य र मूलतः यी 3 उद्देश्य र यसको सोचसँग तादम्यता, तालमेल मिलेको देखिँदैन। यसरी हेर्दा मूलतः यसले के सोच राख्यो भन्दा सुशासन, सामाजिक न्याय र समृद्धि भन्दा सुशासन हामी कुन ढङ्गले कायम गर्छौँ भन्ने कुराको स्पष्ट खाका मार्गचित्र यहाँ छैन। सामाजिक न्यायका क्षेत्रमा हामी यसरी सामाजिक न्याय सम्पादन गर्छौँ पनि यसले स्पष्ट मूर्त रूपमा बोल्न सकेको छैन र यसरी सुशासन र सामाजिक न्यायको वातावरण नबनाइकन समृद्धि हासिल हुन सक्ने कुरै भएन। यस हिसाबले हेर्दाखेरि समग्र बजेट र विनियोजन गरेका शीर्षकहरूका प्रति छलफल गर्दा यसले मूल रूपमा हाम्रो मार्गनिर्देशनलाई चाहिँ कायम गर्न बोक्न सकेन भनेर मैले खर्च कटौतीको प्रस्ताव पेश गरेको कुरा समेत निवेदन गर्न चाहन्छु। यति कुरा गरेपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका बारेमा चर्चा गरौँ। सबभन्दा पहिला त म माननीय मन्त्रीज्यूलाई यस बजेटमा र यस आर्थिक वर्षमा डेडिकेटेड र ट्रङ्क लाइनको विवादित रहेको बक्यौता रकम उठाउने बारेमा के योजना छ, म अलि गम्भीरतापूर्वक ध्यान आकर्षणका साथ यो प्रश्न गर्न चाहन्छु। यो आर्थिक वर्षमा त्यो बजेट उठाउने हो कि होइन? सुरुमा निकै बहस भए तर आजभोलि त त्यो सेलाएर गएको जस्तो भयो। यदि यो बक्यौता, विवादित बक्यौता उठाइएन भने देश र राष्ट्रका प्रति गम्भीर घात हुन जान्छ। म मन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। बजेट वक्तव्यको 227 नम्बरको बुँदाले टेक एन्ड पे भनेर एउटा व्यवस्था गर्यो। स्वयं मन्त्रीज्यू आफैको प्रस्तावमा ऊर्जा मार्गचित्र भनेर 28,000 मेगावाटको बिजुलीको जे परिकल्पना गरिएको छ त्यसलाई यसले खण्डित गर्दछ। निजी क्षेत्र एउटा हिसाबले आन्दोलनमा जाने वातावरण बनेको छ। क्रमशः यो वातावरण बिग्रिँदै गयो। टेक एन्ड पे को वर्तमान परिस्थितिलाई हामीले कानुनमा कायम राख्यौँ भने अन्ततः हाम्रो फेरि अँध्यारोतिरको यात्रा हुन्छ र यसले लोड सेडिङतिर लैजान्छ र हाम्रो मुलुकको अर्थतन्त्रको सबभन्दा महत्त्वपूर्ण मेरुदण्डका रूपमा मानिएको ऊर्जा क्षेत्र ध्वस्त हुने खतरा छ। के त्रुटिका कारण या सरकारलाई के त्यस्तो एउटा जबरजस्त दबाव पर्यो कि अहिले टेक एन्ड पेमा जान पर्ने स्थिति भयो? त्यसैले यो गम्भीर प्रकारको कमजोरी हो। टेक एन्ड पे को यो प्रस्तावबाट सरकार पछाडि हट्नु पर्दछ र ऊर्जा क्षेत्रको वातावरण सङ्लो बनाउनका लागि मेहनत गर्नुपर्दछ र ऊर्जा क्षेत्रमै यसलाई खर्च कम गर्नका निमित्त एक दुईवटा केही म सुझावहरू राख्न चाहन्छु। सम्माननीय सभामुख मार्फत माननीय मन्त्रीज्यूलाई नेपालका जलाशयहरू, रिजर्भर, जलविद्युत आयोजनाहरूको चाहिँ प्रशासनिक खर्च घटाउनका लागि ई प्रोजेक्ट मोनिटरिङ सिस्टम EPMS लागू गरी प्रशासनिक प्रक्रिया खर्चिलोबाट भड्किलोबाट घटाउन सकिन्छ।
एउटै विषयमा टेक्निकल फाइनान्सियल एडभाइजर छुट्टा छुट्टै राख्नुको सट्टा सिंगल अम्ब्रेला कन्ट्र्याक्टको चाहिँ विधिलाई अवलम्बन गर्न सकिन्छ। 10 देखि 15% खर्च घटाउनका निमित्त थपहरू यो डिजिटलीकरणलाई चाहिँ एमपीएस को र बिलिङको सिस्टमलाई अपनाउन सकिन्छ। कार्य सञ्चालन बनाउनका लागि त्यसलाई चाहिँ एकीकृत एडमिन सेन्टर बनाउन सकिन्छ। मानव संसाधनमा चाहिँ यसलाई आउटसोर्सिङमा चाहिँ मल्टी स्किल ट्रेनिङको व्यवस्था गर्न सकिन्छ। विदेशी सल्लाहकारहरूको सम्बन्धमा एकीकृत ठेक्का र स्थानीय विशेषज्ञहरूलाई समेत लिएर जाँदाखेरि चाहिँ यो क्षेत्रलाई बढी प्रभावकारी र व्यवस्थित बनाउन सकिन्छ भनेर म माननीय ऊर्जा मन्त्रीज्यूलाई केही सुझावहरू राख्न चाहन्छु। शिक्षातिर प्रवेश गरौँ। माननीय मन्त्रीज्यू आएपछि हामीले के सुन्यौँ भने यसलाई अहिले उपसमिति समितिले छलफल गरेका कुराहरूलाई अब जिरोबाट विधेयकको छलफल गर्नु पर्यो भनेर गाइया गुइया अनौपचारिक आएको छ। सामान्य सभामुख मार्फत म माननीय मन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु के यो कुरा साँचो हो? साँचो हो भने तपाईँहरूले तमाम शिक्षकहरूलाई त्यति ठुलो आन्दोलनका बाट गर्नुभएको सम्झौताका प्रति घात हो। म त्यसका प्रति ध्यान आकर्षण गराउन चाहन्छु, त्यस्तो नगर्नुहोस्। किनभने प्रधानमन्त्री मन्त्री या सबै चाहिँ इन्स्टिट्युसनका प्रमुखहरू भनेका अविच्छिन्न उत्तराधिकारहरू हुन्। शिक्षकहरूसँग सम्झौता गरिएका कुरालाई यो आर्थिक वर्षमा शिक्षा मन्त्रालयले प्रभावकारी ढङ्गले छिटोभन्दा छिटो ऐन ल्याउनु पर्दछ, नभने फेरि यो वर्षात पछाडि शिक्षकहरू आन्दोलनमा आउनुहुन्छ। त्यो आन्दोलन थेक्ने ल्याकत हामीसँग छैन। त्यसैले म शिक्षाका बारेमा यो कुरा राख्न चाहन्छु र शिक्षामा जे बजेट कटौती भएको छ र शिक्षालाई सर्वसुलभ र सामान्य नागरिकको पहुँच बनाउने खासै बजेट र कार्यक्रम देखिएन। यसबारेमा माननीय मन्त्रीज्यूको धारणा बुझ्न चाहन्छु। माननीय सामान्य सभामुख मार्फत म माननीय गृहमन्त्रीज्यूको ध्यान आकर्षण गर्न चाहन्छु। बजेटमा विपदको पूर्व तयारीको प्रभावकारी कार्यक्रम देखिएन। खास गरिकन हाम्रा सुरक्षा अङ्गहरू चाहिँ विपद आए पछाडि उद्धार र व्यवस्थापनमा जानुहुन्छ। त्यहाँ बन्दुक र हात हतियार हुन्छन्, तर उद्धार र व्यवस्थापनका लागि चाहिने प्रारम्भिक प्रकारका अत्यावश्यक सामग्रीहरू समेत छैन। त्यसैले त्यो दिशातिर चाहिँ माननीय गृहमन्त्रीज्यूको म ध्यान आकर्षण गराउन चाहन्छु। स्वास्थ्य मन्त्रीज्यू, म सामान्य सभामुख मार्फत मान्य स्वास्थ्य मन्त्रीज्यूको के ध्यान आकर्षण गराउन चाहन्छु भने सरकारले एक पालिका एक अस्पतालको अवधारणा अगाडि सार्यो। भवनहरू बने, तर त्यहाँ छुए अनुसारको चाहिँ उपकरण र दक्ष जनशक्ति नहुँदाखेरि अहिले त्यो खण्डहरूमा परिणत हुने खतरा छ। त्यसैले एक पालिका एउटा अस्पतालका बारेमा पुनर्विचार गरौँ। भेग क्लस्टर एउटा कुनै एउटा मापदण्ड बनाएर त्यसलाई वैज्ञानिक बनाउने के तरिका हुन सक्दछ यसबारेमा स्वास्थ्य मन्त्रालयले सोचिनु पर्दछ भनेर म ध्यान आकर्षण गराउन चाहन्छु। खानेपानी मन्त्रीज्यूलाई त मिल्ने भए म एउटा ठुलो 12-15 किलोको माला लगाइदिन्थेँ। उहाँलाई धन्यवाद छ, किनभने उहाँले वितरण गर्नुभएको यति धेरै वैज्ञानिक छ। यो प्रणाली यति भएपछि पुग्छ, उहाँले बुझ्नुभयो जस्तो लाग्दछ। के जातिलाई इसारा काफी भने जस्तो। यसरी हेर्दा समग्रमा म फेरि पनि भन्न चाहन्छु, मिल्छ, सरकार जिम्मेवार छ भने सरकार कति जिम्मेवार छ भन्ने कुरा त हामी सँगैका मान्य सदस्यलाई खडा गरेर यो बजपथमा संसद चलाइराखेको छ। मिल्छ, तपाईँहरू सरकार संवेदनशील र इमान्दार छ भने अघि नै मैले 16औं योजनाका 3वटा लक्ष्यहरू र उद्देश्यका सोचका बारेमा जे चर्चा गरेँ त्यसअनुसार बजेटलाई पुनरावलोकन गरोस्। धन्यवाद। लाल सलाम। मान्य सदस्यहरू, अब खर्च कटौती प्रस्तावका प्रस्तावक मान्य सदस्य